दुईटा मुख भएको मान्छे हुन्छ अरे भनेको सुनेकी थिएँ, तर देखेँ पनि मैले। मेरो साथी थियो कि दुईटा यहीँ गुवाहाटीमै। अनि एउटीले अर्कीको बारेमा मसँग कुरा गरी यस्तो यस्तो भनेर। मैले चाहिँ केही भनेकै थिइनँ, तर लगेर सुनाइदिएछ। मैले चाहिँ तँ कुरो भने कि भनेर लगेर सुनाइदिएछ। भन्न त उसले मलाई केही भनिन त अर्कीले, तर उसको कुरामा मलाई थाहा भयो कि मसँग अलिक नबोले यस्तो गरी। अनि मलाई थाहा भयो मान्छेले मलाई यस्तो यस्तो भन्दा रहेछन् भनेर भन्यो। अनि मलाई थाहा भयो पक्कै यसले सुनाइछ, यसले आफैले गरेको कुरा सुनाइछ भन्ने भयो। त्यही भएर म तपाईँहरूलाई भन्छु, कसैलाई पनि आफ्नो साथी हो भनेर नसोच्नु कि। आफ्नो अगाडि तपाईँको अगाडि कुरा गर्छन् अनि पछाडि गएर फेरि त्योसँग गएर अर्कै कुरा गर्छन्। हो त्यस्ता खालका हुँदो रहेछन् मान्छेहरू। मैले थाहा पाएँ आज। मैले त्यसलाई केही भनेकी छुइनँ भन्न त, तर मलाई थाहा भयो यस्ती रहेछ भनेर। र त्यसको अगाडि देखेर म त्यति गर्दिनँ। साथी हो बस, त्यति नै हो। आफ्ना मनका कुरा बा केही भन्दिनँ, किन आफूले भन्दै नभनेको कुरो पनि लगेर उल्टा लगेर सुनाउँदो रहेछ भन्ने चिने अब मान्छे चिन्नु हो, त्यति नै।